फाइनली ज्यामिरेमा आइसकेका छौँ गाइज। अब हामी ज्यामिरेबाट रेस्ट गर्ने, भोलि बिहान फेरि हाम्रो यहाँ ट्रिप सुरु हुन्छ। ल गाइस, अब बाटो यस्तो फुलेको अवस्था छ। ल हेर्नुहोस् बगैँचा, हाम्रो कान्छो मामा घर, यसमा ठुलो मामा घर है। रेसन दाइले यतापट्टि आज हाम्रो कमल पार्टी हुँदैछ। खसी तिनवटा खसी काटेको आज ठुलो कुक सबै आर्मीले मात्रै गरिन्छ नि। आर्मी, लेडिज आर्मी, जेन्ट्स आर्मीले पकाएको खसीको मासु है। बवाल टेस्ट छ त। कालो कराईमा है बवाल भुट्दैछौँ। ल कराई 3 सेकेन्ड भइदिन्छ। यो पहिलोचोटि कुक गर्दैछौ कि यो सेकेन्ड टाइम हो? ल गुड। त्यो दाल पनि हो? खै दाल कस्तो बनायो? दाल पनि होइन, मासु चलाउ कस्तो बनायो? ल अमेजिङ, गुड गुड। ल एकदम ठिक छ ठिक छ। ओए हाम्रो भोलिको लागि पुरै रेडी हुँदैछ है। भोलिको लागि अब पुरा रेडी हुँदैछ है हाम्रो। हो यहाँ जाँगरिया पनि अल्छी पनि सबै लागेको छैन अहिले त। भोलिको लागि पुरै तरकारी त अचार है। पुरै चाहिँ प्रिटी गर्लहरू पनि लागिरहेको छ नि, ह्यान्डसम बोय जेन्जीहरू सबै छन्। ल प्लस पो भएर ल। नमस्ते। के 4-5जनाले पकायो भात कहाँ चाहिँ भोक्या हो? तरिका है। बिजो खोला है, बिजो खोला है माइजो। नमस्ते जयसा भएर नमस्ते। बुवालाई नमस्ते। एकदम ट्रेनिङ। ल भात कहाँ चाहिँ भएछ। 4-5जनाले खोर्सानी राख्ने कारण के हो नि? पहिलोचोटि सुने है। ल भात चाहिँ अलि उ जस्तो होला जस्तो ल है। एकदम विचार गर है। ल माइजू भात 3जनाले बनाउनु पर्छ, कस्तो होला? के गरेछ नि बबाल छ है बाउला। हेलो हेलो, यहाँ जेन्जीदेखि लिएर यहाँ एउटा नक्कली मान्छे पनि छ यहाँ यो ग्रुपमा है। होइन तपाईँलाई भन्यो अरे ए आमै। ल लगाइस मासु माथि निकाल्नु। वाउ, खसीको मासु है, खसीको मासु गाइस। ल 3टा खसी काट्दा छन् 32 केजीको। यहीँ सुषमा कुक हाम्रो वरिष्ठ बहिनी, खेलाडी नेपाल आर्मीको है, एकदम चर्चित बहिनी है, साहसी। अब अरू पनि अगाडि बढ्दै जानु, कोस्ट गार्ड गरेर प्रमोसन पनि हुनु है नानी। अल द बेस्ट। फटाफटै भोलि अब भ्याइदिनु होला फटाफट ड्याङ्गु काम सपोर्ट हुँदै। नक्कल हस्बेन्ड लोन म खिच्छु। अब तिम्रो अनुहार भयो त यहाँ टन्ने छ है। हामी त यहाँ प्याज गर्न लाग्यो, भोलि आउने र खै हाम्रो दिदी कता गइन्छ? आउँदै त यो भुन्डी खुट्टा देखि लाउनु पर्यो। दिन जम्मा भएछ, 2टा यता फर्केका छन्। दिदीले पानी ल्याइदियो रे। आज व्रत बन्द तयारी गर्दै हुन्छ। ल मम्मी नमस्ते। नमस्ते बुवा। के चाहिँ हुँदैछ यहाँ? बिहा होइन के होइन?
है यो पुरा अब तयारी हुँदैछ भोजको कार्यक्रम तयारी हुँदैछ Hello, pretty girl. What is it, pretty girl? You're not going to touch the toe. Who is this one? Ini kamu tinggi ni pura. What is it, pretty girl? You're not going to touch the toe. Who is this one? Ini kamu tinggi pura. Boleh puber sih. Ya bang? Boleh puber sih. Kosiko mas pakis guys. Om sampai sana ada mana yang Baba. What's going on here? Pretty girl or not? Pretty girl. Hola. Hola, ¿qué es eso? दुश्मन आउँछ है बाण हानेर पुरा रेडी भएर हिँड्नुपर्छ दुश्मन आउँछ अगाडि दुश्मन आउँछ है दुश्मनलाई पुरै बाणले हान्नुपर्छ पूजा सामग्रीहरू बुझेर लिएर आएर दिउँसो कहिले पनि सुत्नुहुँदैन बिरामी गरे
के गर्ने रे गोप्य मन्त्र सिकाएको छ कहिले सुन्नु हुँदैन कोहीको के धन्न कोहीको के धन्न आइमाईलाई नाच्न पाएर खान पाए हुन्छ होइन बोरा एउटा ल्याउनुपर्छ खाली अरू साइडलाई साथी लाग्न मिलिहाल्छ मिल्छ कराए 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 हो यसो यसो आफूले उयसमा आफै अर्को साथी बनाउनु पर्छ कि बनाउ आफ्नो बस्ने काजीहरू अनि होइन बस्ने काजी बेच्दै नि हो नि दुईवटा छोटो छोटो मान्छे छ नि माग्यो माग्यो जालो भर्नु पर्यो मागेर छिटो हट्यो 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 ठिक छ्याम त्यही भन्यो भन्यो भने बोले बोले
अर्कोचोटि फर्काउनु लेफ्ट राइट गर कसैले माग्नु न एकजना बनाउनु है खाता पनि सार्नु न आउट गरेपछि फोटो खिच्नु भिडियो खिच्नु पर्यो मासु चलाएदेखि आउट गरेपछि मलाई बोलाएको ठिकै छ त्यस कारणले पनि यी सबैलाई दुःख दिएर यी सबैलाई पीडा दिएर घर छाड्ने काम नगर बाबु भनेर माता पिताले धेरै त्यो बिलौना गर्नुभएको हुनाले अनि गुरु वशिष्ठलाई दया लाग्यो आचार्य गुरुलाई दया लाग्यो उहाँ के भन्नुहुन्छ भनेदेखि बाबु अब तिमीले पितालाई दुःख दियौ मातालाई कष्ट दियौ माता पितालाई दुःख कष्ट दियौ भनेदेखि तिम्रो पहिल्यै उद्धार हुँदैन संसारमा देवता भनेको प्रत्यक्ष देवता भनेको पहिलो देवता आमा पहिलो गुरु आमा र त्यो दोस्रो देवता गुरु भनेको पिताजी र तेस्रो गुरु आफूलाई ज्ञान विद्या बुद्धि मन्त्रहरू दिने यी तीनजनालाई महागुरु भनेर भनिन्छ यिनीहरूलाई तिमीले दुःख दियौ कष्ट दियौ भने तिम्रो कहिले पनि भलाइ हुँदैन त्यस कारणले पनि हेर अब वर्तमान पछि हामी जुन वर्तमान गरेका बच्चाहरूको लागि बाबुहरूलाई मन्दिर घुमाएर संस्कार परम्परा अनुसार उहाँलाई हो नि मन्दिर लान सबैतिर ढोको मजाले हुन्छ छाता त झिकेर राख्दै आउँथ्यो नि देख्छु हो टाउको ढोको नि त्यसको ढोक नि अनि हो घन्टी बजाउनु अब कालिका मन्दिरमा दर्शन गरेर वर्तमान कार्यक्रम सम्पन्न भइरहेको छ भान्साहरूलाई बोकेर हामी ब्याक टु होम घर जाँदैछौँ ल अब नेक्स्ट वर्तमान कार्यक्रममा भेटौँला है सबैलाई ल थ्याङ्क्स फर वाचिङ होपफुली यु लाइक दिस भिडियो रेशम थापा ट्राभलरमा जुन आउनुभयो हेरिदिनु भयो धन्यवाद।